हामीलाई टिकटक बनाउन त खुब रहर लाग्छ हेर्नुहोस्, तर हामीलाई नाच्न पनि आउँदैन, गाउन पनि आउँदैन, अरू जस्तो राम्रो तरिकाले मिलाएर बोल्न पनि आउँदैन। त्यसैले हामी गर्न थाल्छौँ कि जसले जस्तो गीतमा बनाएको छ त्यसमा 1K भ्युज आओस् या 100 भ्युज आओस्, त्यसमा हामीलाई कुनै मतलब छैन, तर भिडियो हामी बनाएर पोस्ट गरेकै हुन्छौँ। अझ मन हामीलाई केमा लाग्छ थाहा छ तपाईँहरूलाई? हामीलाई मन त यस्तो लाग्छ सबैजनाको भिडियो फरिमा पुगेको हुन्छ, त्यस्तै हाम्रो पनि भिडियो फरिमा पुग्दिए हुन्थ्यो र भनिराखेको सुन्दाखेरि चाहिँ मैले यति पैसा लिएँ, मैले भिडियो मेरो टिकटक आइडी मोनेटाइज बनाइसकेँ, टिकटकले पैसा दिन्छ भनेको सुन्दा ओहो हाम्रोमा पनि आउँछ कि आए हुन्थ्यो जस्तो पनि लाग्छ हेर्नुहोस्। तर यी सबै कुराहरू पाउने हामीमा योग्यता छैन। कसरी छैन? हामी दिनमा 4-5 वटा भिडियो पोस्ट गर्छौँ, जसले पायो त्यसैले बनाएको भिडियो बनाएर पोस्ट गर्छौँ। हरदम हामी त्यही प्लस चिन्हमा चाहिँ भिडियो बनाएर पोस्ट गर्छौँ। त्यसैले गर्दा हामी चाहिँ अघि बढ्नै सकेका छैनौँ हेर्नुहोस्। अब भन्न त मैले भन्छु मलाई इङ्ग्लिस आउँदैन, त्यसैले गर्दा म सबैभन्दा पछाडि परेको छु। तर यहाँ इङ्ग्लिस आउने मान्छेहरू पनि मभन्दा अझ पछाडि हुनुहुन्छ, देखिरहेको छु हेर्नुहोस्। त्यसैले यो मन बुझ्ने गर्छ क्या। मैले हिजो एउटा भिडियो पोस्ट गरेको थिएँ हेर्नुहोस्, छ्याप्पै भनेर चाहिँ बाहुन बाजेलाई व्यङ्ग्य गरेर। त्यो अलिकति ट्रेन्डिङमा थियो त्यो गीत, त्यसैले गर्दा मेरो 1K क्रस गरेछ। तपाईँहरूलाई पनि भनिरहेको छु भिडियो बनाउँदाखेरि तपाईँहरू प्लस चिन्हबाट होइन अलिकति भित्र पुगेर भिडियो बनाउनु होला भनेर होइन। र अर्को कुरा, सबैजनाले भनेको सुनिन्छ टिकटक मोनेटाइज गरेर पैसा आयो भनेर भनेको, अनि लाइभबाट गिफ्ट आउँछ, अनि भिडियो पनि राम्रो कन्टेन्टबाट बनेको छ भने भिडियोबाट पनि आउँछ भनेको। यो चाहिँ यथार्थ हो। उहाँहरूले टिकटकबाट खुब मजा लिनुभएको छ हेर्नुहोस्, रङ्ग रमाइलो पैसा सब लिनुभएको छ। त्यही कुरा तपाईँहरू म बिच सेयर गरिराख्नु भएको छ। के गर्ने हेर्नुहोस्, जसको सिप थियो, जसको लगनशीलता थियो उसैले पाउनु भएको छ। हामी त ढङ्ग नडाल 3 मान्या काल भन्ने बस्ने हेर्नुहोस्। हो सके तपाईँहरू पनि प्रयास गर्नुहोस्, यो अफर हो। टिकटकले हामी सबैलाई दिएको छ, उहाँहरूलाई मात्रै छुट्टै दिएको होइन। जान्ने हो, कन्टेन्ट छुट्याउन जान्ने हो भने तपाईँ हामीलाई पनि यो अवसर छ हेर्नुहोस्। र यति भन्दै म छुट्टिनु अघि चाहिँ भलिकरामा पोस्ट अफिसमा चाहिँ एकदमै राम्रो सेमिनार हुनुहुन्छ। डिएक्सनको प्रोडक्ट युज गरेर टुथपेस्ट कफीहरू सेल गरेर उहाँले चाहिँ आफ्नो लाइफलाई चाहिँ फ्रिडम बनाउन सफल हुनुभएको छ। गोल्ड डायमन्ड एम घरती मगरज्यूको उहाँ सरको सेमिनारमा चाहिँ दुबईकरामा उपस्थिति हुनको लागि मेरो टिकटक हेरेर अन्तिमसम्म सुन्ने साथीहरूको लागि निम्तो स्वागत छ तपाईँहरूलाई। ओके, थ्याङ्क यू। शुभरात्रि, मिठो निद्राको कामना तपाईँ सबैजनालाई।